यस कार्यक्रमका प्रायोजक Proud to say Conca. जनता जिन्दाबाद। आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रममा यहाँलाई स्वागत छ। म सुशील पाण्डे। नेपाल विभिन्न जात जाति, भाषाभाषी र संस्कृतिको साझा थल हो। छोटो र सानो भूगोल भए पनि नेपालमा विभिन्न थरीका जात जातिहरू, भाषाभाषीहरू र संस्कृतिको एउटा अपूर्व संगम देखिन्छ। नेपालमा थुप्रै चाडपर्व पनि मनाइन्छन्। विभिन्न भाषाभाषी र विभिन्न जात जातिको छुट्टा छुट्टै चाडपर्व छन्। यसै सन्दर्भमा आज हामी गुरुङ तमु जात जातिको चाड लोसारको सन्दर्भमा छलफल गर्दैछौँ। छलफलका लागि स्टुडियोमा हुनुहुन्छ संस्कृतिविद डाक्टर जगमान गुरुङ। डाक्टर साहब, यहाँलाई कार्यक्रममा स्वागत छ। मेरो पनि। के छ, यो लोसार पर्व आउँदैछ के अरे तमुहरूको? के हो यो लोसार भनेको? अब यो लोसार भनेको चिनिया तिब्बती ज्योतिष शास्त्र अनुसारको एउटा पर्व हो। यो नेपालमा मात्रै होइन, यो चाहिँ एसिया महाद्वीपको 95% मुलुकमा यो चिनिया तिब्बती ज्योतिष शास्त्रको प्रचलन रहिआएको छ। र नेपालमा चाहिँ नि अहिले चलन चल्तीमा 4 प्रकारका लोसारहरू छन्, जस्तो तोला लोसार, सोनम लोसार, ग्याल्बो लोसार र तमु लोसार। अब यसमा तोला लोसार, सोनम लोसार र ग्याल्बो लोसारको सन्दर्भमा लोसार शब्द प्रयोग गर्नुपर्छ र तमु लोसारको सन्दर्भमा लोसार शब्द प्रयोग गर्नुपर्छ। त्यति भिन्नता छ। अब यो लोसार र लोसारको भिन्नता के हो, अन्तर सम्बन्ध के हो भन्ने कुरा बुझ्नको लागि जस्तो मूल शब्द, तत्सम शब्द र तद्भव शब्द, यो चाहिँ शब्दको चाहिँ विकासको क्रम अलिकति बुझ्नुपर्छ। र लोसार यो तिब्बती भाषाको शब्द हो, यो मूल शब्द हो। अनि नेपालको हिमाली क्षेत्रका जनसमुदायले पनि यसलाई लोसार नै भन्दछ। त्यस कारणले नेपालको हुम्लादेखि वलाञ्चुङ गोलासम्मका जनसमुदायले बोल्ने जुन लोसार हो त्यो तत्सम हो, मूल जस्तै हो, तत्सम। अनि तलपट्टि आएर चाहिँ नि थकाली, गुरुङ र तामाङले यसलाई लोछार भनेर भन्दछ। लोबाट लो भयो, साराबाट छारा भयो। अनि लोछार भनेको चाहिँ यो लोसारबाट बनेको तद्भव, त्यसबाट चाहिँ बनेको शब्द हो। यसको चाहिँ शाब्दिक अर्थ चाहिँ के हुन्छ ठ्याक्कै म भन्दैछु। अब लो भनेको वर्ष, वर्ग, उमेर, सम्वत्सर भन्ने हुन्छ। अनि तिब्बती भाषामा सार्व र निङ्बा भन्ने चाहिँ 2टा शब्द छ। निङ्बा भनेको पुरानो, सार्व भनेको नयाँ। र त्यो सार्वको लघु रूप अथवा छोटकरी रूप सार हो। अनि लोसार भनेको नयाँ वर्ष। र तिब्बती व्याकरण अनुसार विशेषण सधैँ पछाडि हुन्छ। त्यस कारणले सार्लो नभनिकन लोसार भनेको नयाँ वर्ष हो। त्यसो भए नयाँ वर्ष। लो भनेको वर्ष, तिब्बती क्यालेन्डर अनुसारको नयाँ वर्ष। अनि लोबाट लो भयो, साराबाट छारा भयो। भने लोछार भनेको अनि यो चाहिँ नयाँ वर्ष हो। नयाँ वर्ष एउटा। भनेपछि अलिकति मलाई भनिदिनुहोस्, यो तिब्बती क्यालेन्डरमा अरू क्यालेन्डरबाट, अरू इस्वीसम्मको क्यालेन्डर छ, विक्रमसम्म छ, नेपालसम्म छ, कति फरक छ त्यो योसँग तुलना गर्दा चाहिँ? अब यो ग्रेगोरियन क्यालेन्डरबाट त धेरै भिन्न छ।